ल अब सुरुङ भित्र ताल हामी हेर्ने छौं। पहाड भित्र हामी छिर्दैछौँ। अब जमिन मुनिको ताल कस्तो छ त त्यो म तपाईलाई देखाउँछु। अचम्म पर्ने जमिन मुनि ताल छ। सर जमिन मुनि हो ताल। यो पहाड भित्र छिरिसकेपछि समुद्र जस्तै हो। पिउन मिल्ने पानी त्यो पानीमा हामी नुहाउन पनि मिल्छ। सबै गर्न मिल्छ। अब त्यो अब सम्भव यहाँ त गेट लगाइएको छ। ओडारभित्र ताल रहेको यहाँको स्थानीयले बताइसकेपछि हामी जमिन मुनि भित्र प्रवेश गर्दैछौँ। हेर्नुहोस् यो पहाड हो। पहाड भित्र हामी प्रवेश गर्दैछौँ जमिन मुनिको ताल हेर्नका लागि। अचम्म हेर्नुहोस् त, मलाई त यो थाहा भइसकेपछि कतिखेर गएर हेरौँ हेरौँ भन्ने भयो र म यहाँ आएको छु। यो पञ्चपुरी नगरपालिका वडा नम्बर 9 हो। कतिजना जानुहुन्छ? सबै जानुहुन्छ? पञ्चपुरी नगरपालिका वडा नम्बर 9 हो। अब हामी ल गुप्ती ताल भित्र हामी प्रवेश गर्दैछौँ। ओहो यो ओडार भित्र ताल छ भन्ने कुरा। ओहो यो के हो यस्तो टल्किने? गुप्ती ताल भित्र हामी गुप्त हुँदैछौँ। ओडार भित्र ताल जमिनको हामी गइरहेको अवस्था छ। राम्रो चाहिँ निर्माण गरिएको रहेछ। साँच्चीकै एकदमै नगरपालिकाकै पहलमा होला सम्भवतः। यो ठाउँलाई यो अत्याधिक यो फरक ठाउँलाई किसिमले प्रबन्धन गर्नका लागि पर्यटक भित्र सग्लो छ। हेर्नुहोस् त यो पानी हो र भन्ने जस्तो देख्न सकिन्छ। यो लाइट लगाइसकेपछि थाहा हुन्छ यहाँ पानी नै हो भन्ने कुरा। हामी जमिन मुनि तल आइसकेको छ। अहिले मैले हल्लाएर तपाईँलाई देखाउँछु कस्तो क्लियर, कति सफा पानी है। विशाल ताल भित्र हामी जमिन मुनि ताल। वाउ, गुफा मुनि ताल।